कसरी नेपालको सार्वभौम सत्ता चाहिँ लिलाममा राखिएको जस्तो देखियो नि। कसले राखेको थियो प्रश्न उठ्यो। नेपालको सार्वभौम सत्ता बिक्रीमा भनेर चाहिँ यहाँ ब्यानर ठडिएको जस्तो भयो। कहिले ज्ञानेन्द्र चाहिँदैन भन्छन्, राज संस्थाका पक्षधर होइन भन्छन्, कहिले हो भन्छन्, कहिले भारतीय सेनाको चाहिँ अडिट मैले गरेँ भन्छन्। पूर्व राजाले कहाँ भड्काउनु भएको छ जनता? मलाई साथ दिनुस्, आउनुस् मेरो पछि भन्नुको अर्थ का? किन नेपालको विकृतिको चाहिँ अन्त्य गर्नलाई उहाँले चाहिँ निर्वाह गर्न पाउनुहुन्न कि? नेपालको नागरिक होइन भनेर राज्यले उहाँलाई घोषणा गर्नु पर्यो। उसो भए हिजो भने त स्वागत नेपालकै मुखबाट सुनियो त 25 लाख थिए भनेर, होइन? भोलि 2 करोड 50 लाख थिए भनेर चाहिँ अर्को ठुलो बुवासोले पनि भन्ला। त्यो त उनीहरूको धर्म हो के? त्यो दलालहरूको धर्मै त्यही हो त। त्यो पार्लियामेन्टबाट तपाईँ राष्ट्राध्यक्ष चुनिने स्थिति विकास गर्नको लागि आउनुहोस्। पूर्व राजा ज्ञानेन्द्र, हाम्रो पार्टी नेपाल जनतामा आज सहकार्य गर्न जाउँ। 3 गो। दर्शकवृन्द नमस्कार। आज यति बेला हामीसँग कुराकानी गर्नको लागि हाम्रो पार्टी नेपालका संयोजक तथा राजनीतिक विश्लेषक गोविन्द बोहरा ब्रह्माण्ड सर हुनुहुन्छ। यहाँलाई स्वागत छ। धन्यवाद। हिजो मात्रै पूर्व राजा ज्ञानेन्द्रलाई जसरी नागरिकहरूले एयरपोर्टमा स्वागत गरे, 14,000 भन्दा बढी मान्छेहरू त्यहाँ थिए भनेर पनि आकलन गरियो। यो घटनालाई, यो भेलालाई, यो साथ र समर्थनलाई चाहिँ यहाँले कसरी हेर्नुहुन्छ सर? मैले सिधा हिजो जुन एयरपोर्टदेखि निर्मल निवाससम्मको त्यो यात्रामा रहनुभएका साथीहरूको त्यो प्रत्यक्ष रूपमा एउटा स्वतन्त्र रूपले आउनुभएकोहरूलाई बाहेक त्यो मुख्य गरी कार्यक्रम आयोजक जो भए, मैले आयोजकलाई चाहिँ पोइन्ट आउट गरेर भन्नुपर्दा नेपालमा एउटा सन्देश के दिन सफल भए भने हामीले नेपालमा जे चाह्यो त्यो पुरा हुन्छ, हामीभन्दा बाहेक नेपाल अरूको निर्णयमा अगाडि बढ्न सक्दैन भन्ने दक्षिणको सन्देश नेपालमा दिन सफल भएको मैले हिजोको समग्र सन्देश चाहिँ त्यही पाउँछु। अब यो ज्ञानेन्द्र शाहको यो जुन प्रकार हिजो स्वागत थियो, त्यो स्वागतमा नि सर अब उत्तर प्रदेशका मुख्यमन्त्री जो आदित्यनाथको फोटो सँगै हाम्रा पूर्व राजाको फोटो देखाएर अगाडि देखाए, यो के हो खास? यसमा देशभक्तिदेखि यसमा के? मैले अरू नै अघि नै भनिसकेँ यो विषय। यसमा त राष्ट्रियता होइन, मैले अघि भनिसकेँ त नेपालमा दक्षिणले जे चाहे त्यही हुन्छ भन्ने कुरा प्रमाणित गरेको भनेकै त्यही फोटोकै आधारमा पनि हो। अब यो राजतन्त्र फर्काउने भनेको के भारतले को सहयोगमै हो त? हो, यदि फर्काउने कुरा तपसिलको विषय। नेपाल चाहेको त्यही त, नेपाल ऊभन्दा बाहिर अगाडि बढ्न सक्दैन भन्ने मूल सन्देश हिजोको चाहिँ कार्यक्रमको स्पिड त्यही हो। मैले भनिदिएको त्यही हो। अब राष्ट्रिय त झल्काउँछ झल्काउँदैन त्यस्तो कुराहरूले सर? राष्ट्रिय कसरी नेपालको सार्वभौम सत्ता चाहिँ लिलाममा राखिएको जस्तो देखियो नि। कसले राखेको थियो प्रश्न उठ्यो। नेपालको सार्वभौम सत्ता बिक्रीमा भनेर चाहिँ यहाँ ब्यानर ठडिएको जस्तो भयो। त्यो नेपालको सार्वभौम सत्ता हामीभन्दा बाहेक अरूले किन्न सक्दैन भनेर चाहिँ दक्षिणले आफूलाई प्रस्तुत गरे दलबल सहित। अब यो राप्रपा पार्टीले र विशेष गरी जो एउटा मण्डलीको भेला गर्ने व्यक्ति दुर्गा प्रसाईले यसको जिम्मा लिनुपर्छ कि पर्दैन? यसको उत्तरदायी हुनुपर्छ कि पर्दैन? यसमा दुर्गा प्रसाईको ऊ आफै दलाल हो, दक्षिणको दलाल भएपछि जिम्मा उसले किन लिने? यसको जिम्मा त देशभक्त नेपालीले लिनु पर्यो। अब नेपालको सार्वभौम सत्ता बिक्रीमा जसले राख्यो, त्यो सार्वभौम सत्ता बिक्रीमा राख्ने दलालहरूलाई के गर्ने भन्ने ठेक्का नेपाली जनताले लिनु पर्यो। अब देशभक्त नेपालीहरूले जिम्मा लिनु पर्यो। उनीहरूले त आफ्नो जिम्मा पुरा गरिसके, ती त दलालहरू हो नि। अब यो कारबाहीको दायराभित्र आउँछ कि आउँदैन यो कुरालाई, घटनालाई नेपाली जनताले ल्याउनुपर्छ। देशभक्त नेपाली जनताले नेपालको सार्वभौम सत्ता बिक्रीमा राख्नेहरू जो हिजोका कार्यक्रमका आयोजकहरू हुन्, तिनीहरूलाई देशभक्त नेपाली जनताले चाहिँ अब कारबाही गर्न सक्नुपर्छ। तर राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले के भन्नुभयो भने यो फोटो राख्नको लागि त हामीलाई हाम्रै अहिलेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अराएका हुन्, लगाएका हुन् भनेर आरोप लगाउनुभयो। त्यही ड्याङको मुलाले त्यो कुरा भन्ने ठिकै हो त। एउटै ड्याङका मुलाहरू होइन ज्ञानेन्द्र शाहीहरूको, हामीले नचिने हो। झुट बोलेका हुन् अनि झुटो ज्ञानेन्द्र शाहीले उसो भए एयरपोर्टमै त्यो चाहिँ फोटो जसले देखायो उनी त्यहाँ थिए होइनन्? राप्रपाको तर्फबाट चाहिँ त्यो व्यवस्थापन गर्ने जिम्मा उनको भनेर चाहिँ त्यहाँ समाचारमा हेरेका थियौँ त।
राजेन्द्र लिङ्गदेन पनि त्यहीँ हुनुहुन्थ्यो त। अनि त्यो फोटो त्यहाँ देखिने बित्तिकै चाहिँ तुरुन्तै त्यहाँ समातेर चाहिँ उनलाई कारवाही गर्न पर्दैन थियो, प्रहरी प्रशासनलाई जिम्मा लाउनु पर्दैन थियो। अनि त्यो गरे त। अनि आफ्नो कार्यक्रम सबै देश लिलामीमा छ, सार्वसत्ता बिक्रीमा छ भनेर पुरै घोषणा गरिसक्ने, अनि त्यहाँबाट एक निन्द्रा सुतेर बिहान उठेर चाहिँ अनि यो फोटो फलानुहरूले राख्न पठाएको भन्ने जस्तो काइचे कुरा। देश विरुद्धका दलालहरू चाहिँ नाङ्गो रूपमा कसरी प्रस्तुत हुन्छन् भन्ने कुरो ज्ञानेन्द्र साईले चाहिँ पुष्टि गर्दै केपी शर्मा ओलीले त अभिव्यक्ति दिइसक्नु भएको छ होइन, यो राजा आउने मलाई बोलाउनुहोस् म आएँ मलाई साथ दिनुहोस् भनेर चाहिँ भन्नुभयो, तर कुनै पनि देश बनाउने एजेन्डाहरू बोकेर आएको देखिएन। यस्तो हास्यास्पद घटना पनि नेपालमा घट्यो भनेर अभिव्यक्ति दिनुभयो त कसले? प्रधानमन्त्री केपी शर्मा ओलीले। अनि प्रधानमन्त्रीले दिने अभिव्यक्ति दिइरहनुहुन्छ, ठिक छ नि, प्रधानमन्त्रीका कमजोरी नभएका होइनन्। नेपाली जनताको आक्रोश जनताले किन ढाँट्दैछन् सर? होइन, मैले दक्षिणको दलाल भनिसकेपछि कस्तो ढाँट्ने कुरा? दक्षिणको दलालले भन्ने भाषा के हो त? नेपालको सार्वसत्ता बिक्रीमा राख्ने यी टुरे पसलवालाहरू, अनि यिनीहरूको चाहिँ भनाइ त्यस्तै त आउँछ नि। कहिले ज्ञानेन्द्र चाहिँदैन भन्छन्, राष्ट्र संस्थाका पक्षधर होइन भन्छन्, कहिले हो भन्छन्, कहिले भारतीय सेनाको चाहिँ अडिट मैले गरेँ भन्छन्। यिनीहरूको चाहिँ काम अन्टसन्ट जे गरे पनि हुन्छ भन्ने यिनीहरूले सोचेका छन्। त्यो देशभक्त नेपालीहरूको चाहिँ एउटा आगोको ज्वाला ननिक्लेको अवस्थामा यिनीहरूले चाहिँ यस्ता कुराहरू बोलिरहेको। अब हिजोकै जुन प्रकारको उहाँहरूको एउटा आन्दोलन थियो, त्यो आन्दोलनमा चाहिँ महानगरभित्र पर्ने धेरै सार्वजनिक क्षेत्रमा चाहिँ रुख बिरुवा फुलहरू माडिए, त्यहाँ विभिन्न प्रकारको क्षति भयो भन्दै गर्दाखेरि महानगरले 1 लाख रुपियाँ जरिमाना तोक्यो। तर धेरैजनाले शङ्का के गरिरहेका थिए भने बालेन्द्र शाह पनि कता कता राजावादी पो हुन् कि भनेर धेरैजनाले शङ्का गरेको थिए। किनभने मेयर बालेन्द्र शाहले त्यति धेरै अभिव्यक्तिहरू दिनुहुन्न, म को हुँ भनेर प्रश्न पनि पार्नु भएको छैन भनेर भनिराख्दाखेरि राजावादीहरूले मनको लड्डु चाहिँ घिउसँग खाइराख्दाखेरि, मनकै घिउसँग खाइराख्दाखेरि होइन, जसरी अब राजावादी हुन् भन्ने तरिकाले उहाँहरूले अभिव्यक्ति दिन खोज्नुहुन्थ्यो, तर हिजो बालेन्द्र शाहले देखाइदिए नि। हेर्नुहोस् न, अनि त्यस्तो देखाइदिएन भनौँ। बालेन्द्र शाहको चाहिँ पछिल्लो चरण महानगरपालिकामा आइसकेपछि तत्कालीन अब प्रधानमन्त्रीकै पार्टी नेकपा एमाले दरबारमा आयोजना गरेको कार्यक्रमलाई नि जरिवाना गराएको थिए। त्यो बेलामा धेरै आलोचना भएको थियो। भलै बालेनले चाहिँ यो विषयमा काठमाडौँ महानगरपालिकालाई सफा राख्ने विषयमा सबैलाई उत्तिकै जिम्मेवारी हुनलाई चाहिँ अपिल गरेको देखियो। जसले गल्ती गर्छ उसलाई चाहिँ सजाय गर्ने महानगरपालिकाको नियम देखियो। यो विषयमा चाहिँ म महानगरपालिकाको उचित निर्णय ठिक हो भन्छु। बालेन शाह कुनै पनि वादी, कुनै पनि दलको पनि होइन, कुनै दलतन्त्रको पनि होइन, तर राष्ट्रवादी नेता रहे। अनि एउटै घटनाक्रमले बालेन कुन पार्टीको कहाँ के कुरा किन जानु पर्यो? उसले गरेको एउटा कामलाई हेरौँ न। महानगरमा जो फोहोर भएको छ, फोहोर गर्नेलाई जरिवाना। उनले त उसो भए एकजना नागरिकले सार्वजनिक ठाउँमा चुरोट खायो भने पनि उनले कारवाही गर्छन् होइन। त्यो नगर सफा राख्नको लागि मेयरले जो एउटा निर्णय गरे, जो कोसिस गरिरहेका छन्, तुलनात्मक रूपमा योभन्दा पहिलाका मेयरहरूको पालामा भन्दा बालेनको पालामा काठमाडौँ सहर असाध्यै सुन्दर छ, सफा छ, बनाउनु भएको छ। यो आधारमा चाहिँ बालेन्द्रको के राष्ट्रवादी, राजावादी, गणतन्त्रवादी, अब अमेरिकाको चाहिँ अमेरिकन युथ काउन्सिलको मेम्बर भनेर हामीले किन भनिरहनु पर्यो? गगन थापाको चाहिँ अन्डर कभर किन भनिरहनु पर्यो? अहिले यो विषयलाई हेर्ने हो भने ठिक छ, बालेनजीले गरेको जो हिजो मुख्य आयोजक राप्रपाले घोषित आयोजना नगरे पनि उसले आफ्नो आम सभा रोकेर एयरपोर्टमा चाहिँ राजाको स्वागतमा आउनको लागि अपिल गरेको थियो नि अस्ति होइन। त्यस हिसाबले चाहिँ त्यसको मुख्य आयोजकलाई चाहिँ मेयरले जो एउटा पत्र लेखे महानगरपालिकाको, अब त्यो फिल्डको चाहिँ त्यो क्षेत्रको जस्तो लाग्छ कि एकजना नगर प्रहरी इन्सपेक्टर उहाँको नामबाट पत्र काटिएको एकदम ठिक छ। अब यो राप्रपाकै सभापतिले त फेरि राजेन्द्र लिङ्गदेनले त हामी यो 1 लाख रुपियाँ तिर्दैनौँ भन्ने प्रकारले अलिकति दादागिरी शैलीमा बोल्नु, यो भन्न मिल्छ कि मिल्दैन? होइन, त्यतिका धेरै सार्वजनिक ठाउँमा क्षति भएको छ। अब राजेन्द्र लिङ्गदेनले राप्रपाले हामी 1 लाख रुपियाँ किन तिर्ने भनेर प्रश्न उठाउन पाउँछ? अनि त्यो चाहिँ म स्थानीय निकायको कानुन मान्दिनँ भन्न चाहिँ कसैलाई पनि पाइँदैन। त्यो महानगरपालिकाभित्रको अधिकार हो होइन। जस्तो मैले सुनेको राजेन्द्र लिङ्गदेनको आफ्नै भाइ झापातिर कुन गाउँपालिका कि नगरपालिकाको मेयर हुनुहुन्थ्यो अरे, अहिले पनि हुनुहुन्छ कि मलाई थाहा छैन। त्यो स्थानीय निकायको अधिकार हो। स्थानीय निकायको निर्णयलाई एउटा जिम्मेवार पार्टी जसले नेपालमा राष्ट्र संस्था हिन्दू राष्ट्र ल्याउँछु भन्छ,
त्यो पार्टीको अध्यक्षले चाहिँ बालेनले लगाएको अथवा महानगरपालिकाको नियममा मान्दिन भन्नु चाहिँ यो गैर राजनीतिक चरित्र। राप्रपाले तिर्ला त 1 लाख रुपैयाँ जरिमा अनि तिर्ला नतिर्ला अर्को विषय भयो। तिर्नु चाहिँ पर्यो, कानुन मान्दिन भने चाहिँ तिर्नु पर्यो भन्नेमा भयो नि त। अनि मानव स्थानीय निकायको चाहिँ अधिकारभित्रको कुरालाई स्वीकार्नु परेन कि त मुद्दामा जानु पर्यो। महानगरपालिकाले गलत निर्णय लियो, यो महानगरपालिकाको क्षेत्राधिकार होइन, उसलाई यतिको जरिवाना गर्ने अधिकार छैन, यो कानुन विपरीत छ भनेर कि राप्रपा चाहिँ अदालत जानु पर्यो। होइन भने त त्यो तिर्नु पर्यो नि त। अब हामीले देख्दा महानगरपालिकाभित्रको त्यो क्षेत्राधिकारभित्र पर्छ, उसले एउटा नियम राखेको छ, त्यो नियमको पालना स्थानीय निकायको त्यो अधिकारलाई हामीले मिच्नु हुँदैन, कानुनको पालना गर्नुपर्छ। तपाईँको दबाब तिर्नुपर्छ भन्नेमै रह्यो होइन, पर्यो। त्यो कानुन विपरीत छैन भने, कानुन विपरीत छ भने त्यो राप्रपाले जानुहोस्। हामीले देख्दा कानुन विपरीत छैन, त्यो देखिने नि त अहिलेसम्म होइन। त्यसकारण स्थानीय निकायको अधिकारको चाहिँ हामीले हनन गर्नु हुँदैन, कानुनी जान्ला। त्यो विधिको शासनमा त हामीले लोकतन्त्र मान्ने हो भने विधिको शासन भने त होइन त, कानुनी राज हामीले मान्नु पर्यो नि त, कि त कानुन मान्दिन भन्नु पर्यो। अब पहिला चाहिँ माओवादीले 52 सालमा विद्रोह सुरुवात गर्दा यो ऐन कानुन संविधान हाम्रो लागि चाहिँ होइन भनेर उसले चाहिँ जनयुद्ध सुरुवात गर्यो, कि त्यस्तो हुनु पर्यो। अब अलिकति यो हामीले नि हिजो जुन प्रकारको घटनाहरू त्यहाँ घट्यो, अब अलिकति यही विषयमा सेरोफेरोमा रहेर हाइलाइटमा हामी कुराकानी गरौँ। जस्तो हिजो मात्र त्यो ज्ञानेन्द्र साईको स्वागतमा चाहिँ अब श्री 5 महाराज धीराज भन्दै यो सरकारी लेटर हेडमै सम्बोधन गरेको पाइयो। अब त्यो के भन्छ, यो पर्यटन प्रवर्धक रमेश राज वास्तोलालाई त त्यहाँ एकैबद्धता जनाउँदै गर्दा सरकारले स्पष्टीकरण पनि मागे। यो श्री 5 महाराज धीराज स्वागत छ भनेर यति बेला यो गणतन्त्रमा नि श्री 5 भनेर राजालाई सम्बोधन गर्न एकैबद्धता जनाउन पाउँछ कि पाउँदैन? यो संविधानले अहिले राजा नचिन्ने भएको हुनाले संविधानले त अधिकार दिएको छैन, त्यो संविधानले चिन्दैन। अहिले श्री 5 बडा महाराज धीराजको अहिले चिन्दैन। अब त्यो नेपाल सरकारले किन गर्न दियो, त्यो त सरकार प्रशासनले गर्न दियो होइन सर, त्यहाँ एकजना व्यक्तिले गरे होइन, व्यक्तिले अब आयोजक संस्थाले गरेको देखिएन त्यहाँ होइन। अब हिजो त आह्वान गरेको त राप्रपाले गरेको देखियो नि त। दुर्गा प्रसाईको चाहिँ कुन संस्था छ कार्य, दुर्गा प्रसाईले नै आह्वान गरेको देखियो, उनीहरूको समूह छ। मुख्य कुरो त्यो घटनाक्रम जहाँ कार्यक्रम भइरहेको त्यो कार्यक्रम स्थलमा त्यो जसले राख्यो त्यो संविधान विपरीतको कार्य भयो, लोकतन्त्र विपरीतको कार्य भयो। अब यसलाई कारबाही गर्ने जिम्मा त सरकारको हुन्थ्यो, सरकारले गर्न सकेन होला, सायद सरकारले आफूलाई चाहिँ दबाब महसुस गर्यो होला, त्यही त होला। अब हामीले त अहिले यहाँबाट चाहिँ अनुमानसम्म गर्ने हो। अब यो अस्ति प्रजातन्त्र दिवसको दिन जुन प्रकारले एउटा पूर्व राजा ज्ञानेन्द्रले आह्वान गर्नुभयो मलाई साथ दिनुहोस् भनेर, अब त्यो साथ दिनुहोस् भन्दैमा त्यति धेरै जनताहरू त्यहाँ ओर्लिनुको रिजन तपाईँले के देख्नु, त्यसमा कुनै अर्थ देख्नुहुन्छ? उहाँले किनभने कुनै पनि देश बनाउने एजेन्डा पनि पेस गर्नु भएको होइन, कानुनको कुरा पनि गर्नुहुन्न, उहाँले संविधानको कुरा पनि गर्नुहुन्न, सिर्फ मलाई साथ दिनुहोस् भनेर आउनु भएको छ। अब जनताले चाहिँ के बुझेका छन् यसमा सर? अब मलाई लाग्छ पूर्व राजा ज्ञानेन्द्रले मलाई साथ दिनुहोस् राष्ट्र बचाउनको लागि भन्नुको अर्थ यो राष्ट्रमा वैदेशिक शक्तिको चलखेल धेरै भयो, विकृति विसङ्गति धेरै भयो, त्यो विकृति विसङ्गति अन्त्यको निमित्त अभियान चाल्ने, यो उहाँले राजा हुनको लागि मलाई साथ देऊ भनेको जस्तो चाहिँ म बुझ्दिनँ। यो देशमा विकृतिका विरुद्ध लडाइँ लड्नुपर्छ, जनता फरक तरिकाले चाहिँ एउटा चाहिँ सशक्त रूपमा सडकमा उभिनुपर्छ। यी दलहरूलाई चाहिँ हामीले राष्ट्रको विषयमा, यो राष्ट्रमा वैदेशिक हस्तक्षेप छ त्यो हस्तक्षेप रोक्नको लागि र देश र जनताको विकासको लागि चाहिँ योजना बनाउनुपर्छ भनेर दलहरूलाई नै झकझकाउनको लागि, दलहरूलाई नै जिम्मेवार बनाउनको लागि चाहिँ पूर्व राजा ज्ञानेन्द्रले चाहिँ अभियान चलाउनको लागि उहाँले अपिल गरेको मेरो बुझाइ चाहिँ त्यस्तो छ। अब राजाको पालामा चाहिँ यहाँले भन्नुभयो अब अर्को देशले हाम्रो देशलाई हस्तक्षेप गर्ने समय राजाको पालामा थिएन, गर्दैन थियो, त्यही भएर त उहाँको त 240 वर्षको राज संस्थाको इतिहास पूर्व राजा ज्ञानेन्द्र पदमा रहँदा नै गएको त हो, त्यसकारण त उहाँ राजाबाट चाहिँ कार्यवाहीमा पर्नुभएको हो। अनि अहिले आएर मलाई साथ दिनुहोस्, म विदेशी हस्तक्षेपहरूबाट मुक्त गराउँछु मेरो देशलाई भन्नु
मा के अर्थ देख्नुहुन्छ? होइन, उहाँले म गराउँछु भन्नुभएको छैन। मलाई साथ दिनुहोस् भनेको दलहरूलाई बाध्यकारी बनाउनलाई उहाँको भूमिका हुँदैन त? उहाँ एउटा देशको नागरिक हो। एउटा नागरिकले अभियान चलाउन नपाउने, जसरी उहाँको बुहारी हिजोको आन्दोलनमा त त्यो अर्थ त्यस्तो देखेन नि सर। होइन, यो त अर्थ लाउनेहरूले लाउने हो। मैले चाहिँ त्यो अर्थमा देख्दिनँ। त्यहाँ कुन अर्थले अरू साथीहरू त्यहाँ स्वागत गर्न जानुभयो, त्यहाँ स्वागत गर्न जाने साथीहरू अधिकांश म स्वतन्त्र नै देख्छु। व्यवस्था परिवर्तन गरौँ भनेर जानुहुन्छ उहाँहरू त त्यहाँ? त्यो त त्यहाँ भाग लिने अरू साथीहरूलाई सोध्नुहोस् त्यो। तर मैले बुझेको के हो भने दलहरूको आजित कार्यबाट चिन्तित नेपाली जनता, देशभक्त नेपाली जनताको चाहिँ त्यहाँ हिजो उपस्थित देख्छु म। त्यसको आयोजक, त्यसका मास्टरमाइन्डहरू जो दक्षिणबाट चाहिँ परिचालित थिए, ती त आयोजक मात्रै थिए होइन। आयोजकको योजना सबै त्यहाँ पार्टिसिपेट हुने, त्यहाँ उपस्थित भएको नागरिकले बुझ्दैनन्। त्यहाँ उपस्थित भएको नागरिक चाहिँ दलको नेताको र दलका कार्यकर्ताहरूको चरित्र, विशेष गरी जो केन्द्रदेखि स्थानीय सत्तामा छन्, विशेष गरी दलकै प्रतिनिधित्व भाव हुनाले उनीहरूभन्दा त बरु राजै ठिक भनेर आम सर्वसाधारण चाहिँ त्यसरी गएको। जबकि राजा आफै राजा हुनको लागि उहाँले भन्नु पनि भएको छैन। त्यसकारण उहाँले आगामी नेपालको खाका प्रस्तुत नगर्नु भएको बुझियो। मलाई साथ दिनुसको अर्थ चाहिँ कसरी हामीले तपाईँले व्याख्या गर्नुहुन्छ? होइन, हामी अभियान चलाउँछौँ नि। हामी अभियान चलाउँदा मलाई साथ दिनुहोस् हामी भन्दैनौँ। त्यो अभियान चलाउनुको अर्थ हो राज्यलाई चाहिँ जिम्मेवार बनाउनु हो, सत्ताधारीलाई जिम्मेवार बनाउनु हो। त्यो काङ्ग्रेस एमालेलाई जिम्मेवार बनाउनु हो। अहिले सत्ताधारी त काङ्ग्रेस एमाले छ, अब भोलि माओवादी जाला। होइन, 240 वर्ष शासन गरेकै हुन्छ सर। त्यो राज्यलाई जिम्मेवारी बनाउँछु भन्दै गर्दा त्यति बेला उहाँहरूको दिमागमा कहिले घाम लाग्यो? त्यसको सजाय भोगिहाल्नु भयो त। त्यो दिमागमा घाम नलागे हुनाले त उहाँहरूले चाहिँ सजाय भोगेर आफ्नो राज संस्थाको विरासतै चाहिँ गयो। मान्छेले गल्ती महसुस गर्न नपाउने, उहाँले सजाय पाइसक्नुभयो। अनि सजाय पाए भन्दैमा सजाय काटिसके उहाँले। सजाय काटिसकेपछि देशको सेवा गर्छु भन्न पाइँदैन त? त्यसो त पूर्व राजा ज्ञानेन्द्रलाई चाहिँ उसो भए नागरिक पनि नदिएर उहाँको सम्पत्ति, उहाँको उद्योग धन्दा, कल कारखाना पनि त उसो भए राष्ट्रियकरण गरेर चाहिँ उहाँले देश निकाला गर्दै भइहाल्यो नि त। नेपालको लोकतन्त्रले त्यो भन्दैन, अहिलेको संविधानले त्यो भन्दैन। विश्व इतिहासमा हेर्ने हो भने त त्यस्तो भएको छ नि त सर। त्यही त भनेको। राजतन्त्रको अन्त्य हुँदै गर्दा कि राजा मारिएका छन् कि देश निकाला गरिएका छन्। सम्मानजनक पद दिएको अवस्था छ नि त अहिले नेपालमा त। उहाँ त्यो कुरामा स्वीकार, उहाँले एक्सेप्ट गर्नु पर्दैन? किन अहिले एक्सेप्ट गरेको त? जनतालाई भड्काउने काम किन गर्ने? अनि राजाले कहाँ जनता भड्काउनु भएको छ भनेको? भड्काउने काम किन गर्ने? पूर्व राजाले कहाँ भड्काउनु भएको छ जनता? मलाई साथ दिनुहोस्, आउनुहोस् मेरो पछि भन्नुको अर्थ कहाँ? किन नेपालको विकृतिको चाहिँ अन्त्य गर्नलाई उहाँले चाहिँ निर्वाह गर्न पाउनुहुन्न कि? नेपालको नागरिक होइन भनेर राज्यले उहाँलाई घोषणा गर्नु पर्यो उसो भए? अनि तपाईँको ठुला पार्टीहरूले नै, तपाईँको प्रधानमन्त्रीले नै भन्नुभएको छ, विपक्षी दलको नेताले नि भन्नुभएको छ, प्रचण्डले नि भन्नुभएको छ दल खोलेर चुनावमा भाग लिन आउनुहोस् भन्नुभएको छ। जबकि उहाँले दल खोल्ने कुरा पनि गर्नुभएको छैन। अनि पूर्व राजाले एउटा अभियान चलाएर नेपाल राष्ट्र सुध्रिनुपर्छ है, नेता सुध्रिनुपर्छ है भनेर चाहिँ दबाब दिन नपाउने भनेको के मैले चाहिँ भनेको थिएँ। कानुन र संविधानको कुरा गर्नु पर्दैन सर पूर्व राजाले? पूर्व राजाले कानुन र संविधान त राज्यको निकाय, उहाँ एउटा नागरिक हुनुहुन्छ। अहिले नागरिकले पनि त कानुन र संविधानको कुरा त गर्नु पर्यो होला नि त, एउटा हुल उज्जत बटुलेर आइसके पछाडि। होइन, उहाँले हुल उज्जत बटुल्या होइन नि त। उहाँले भनेको त विधि भएन, संविधान अनुसार राजनीतिक दलहरू चलेनौ, संहिताको राम्रो उपयोग गरेनौ, नेपाली जनताको चाहिँ जो अपेक्षा थियो तिमीहरूले त्यो पुरा गरेका छैनौ, नेपाली जनतालाई के भनेका थियौ त्यो पुरा गर है, नभए म जस्तै तिमीहरूको नि सत्ता जान्छ भनेर चाहिँ यो त दलहरूलाई उहाँले सूचित गराइरहनु भएको हो। भनेपछि हिजोको सन्देश भनेको दलहरूलाई सूचित गराउनु मात्र हो। जिम्मेवार, कानुन विधिको शासनमा आऊ, जिम्मेवार बन, जनताले संविधान संशोधन गरेर चाहिँ स्थिर बनाऊ भनेका छन्, जनताको कुरा सुन भनेर चाहिँ त्यो दबाब दिएको मैले बुझेको त्यही हो। भनेपछि हिजोको आन्दोलनमा जुन प्रकारको त्यहाँ आन्दोलनका संयोजकहरूले नै नामै लिउँ दुर्गा प्रसादले नि केपी चोर देश छोड भन्नुको अर्थ के त? त्यसो भए मैले दक्षिणको पिउसोहरू भनिसकेँ अघि नै, यो अहिले 5-6 पल्ट भने दक्षिणका पिउसाहरूले भन्ने त्यही हो। नेपालको सार्वभौम सत्ता बिक्रीमा राख्ने ती दक्षिणको तर्फबाट ठेक्का लिएर आएकाहरूको कुरा चाहिँ मैले अघि भने नेपाली जनताले तिनीहरूलाई अब कारबाही गर्नुपर्छ। देशभक्त नेपाली जनताले कारबाही गर्नुपर्छ। देशभक्त नेपाली जनताले कारबाही गर्नको लागि चाहिँ बरु पूर्व राजा ज्ञानेन्द्रको पनि साथ नेपाली जनताले चाहिँ लिनुपर्छ। अब नि सर हिजो मात्रै राजा आऊ देश बचाऊ भन्ने नारा लाग्दै गर्दाखेरि गणतन्त्र कति कमजोर रहेछ भनेर पनि छचल्कियो, देखियो भनेर पनि धेरैजनाले विश्लेषण गरे। यसमा धारणा के छ यहाँको सर?
यस्तो हुन्छ क्या जङ्गलमा जब बाघ र सिंहहरू चाहिँ आफ्नो नियमित कर्म गरिरहेका हुन्छन् एउटा स्याल चाहिँ बाहिर निक्लेर वहाँ गरेर करायो भने त्यो स्याल र सिंहले वास्ता गर्दैन होइन यो चाहिँ स्याल यहाँ बाहेक के पनि होइन हिजोको आन्दोलनै होइन हिजोको कसरी आन्दोलन 14,000 होइन 50,000 को आकलन गरिरहेको छ नेपालको सुरक्षा निकायको अनुमान 50,000 छ उनीहरूले त 25 लाख ल्याउँछ भन्नुभएको थियो होइन यो त स्वागत नेपालजीहरूले त 25 लाख भन्नुभयो भोलि पर्सि 2,50,00,000 पनि भन्नु होला होइन यो दक्षिणका बुवासाहरूले आफ्नो चाहिँ अवसरवादीहरू कि दक्षिणका बुवासाहरूले चाहिँ हिजो भने त स्वागत नेपालकै मुखबाट सुनियो त 25 लाख थिए भनेर होइन भोलि 2,50,00,000 थिए भनेर चाहिँ अर्को ठुलो बुवासोले पनि भन्ला त्यो त उनीहरूको धर्म हो के त्यो दलालहरूको धर्मै त्यही हो त नेपालको सुरक्षा निकायले चाहिँ अनुमानित मास त्यहाँ चाहिँ 50 देखि 55,000 को चाहिँ रेकर्ड गरेको छ होइन मैले यहाँलाई सोधेको स्पष्ट क्वेसन सर जे हामीले सर्वसाधारण जनतालाई बुझ्ने गरी हामीले यति बेला इन्टरभ्यू गरिरहेका छौँ कि जसरी हिजो त्यहाँ आन्दोलन भयो अब आन्दोलन हुँदै गर्दा चाहिँ यति बेला त्यो राजालाई काउन्टर दिने प्रकारको एउटा आन्दोलन पनि हुँदैछ भित्रभित्र नेताहरू मिटिङ हुँदैछ छलफल हुँदैछ भन्ने प्रकारको कुरा पनि आयो यो गणतन्त्र हल्लियो भन्ने प्रकारको कुरा आउँदै गर्दा हल्लिएको त हुन त होइन भन्नुभयो यहाँले त होइन होइन हिजोको आन्दोलनै होइन तपाईँले मलाई पटक पटक हिजोको आन्दोलन भन्नुभयो हिजो आन्दोलन होइन होइन पूर्व राजा ज्ञानेन्द्र पूर्व राजा ज्ञान हाम्रो मान्छे कोही मानौ अब हामी जस्ता गरिब मान्छेहरू नेपालमा हामी गरिब मात्रै त छौँ अहिले होइन हाम्रो कोही मान्छे बाहिर गएर आउँदाखेरि है जस्तो मेरो ज्वाइँ नेपाली सेनामा हुनुहुन्थ्यो मेरो माइल ज्वाइँ होइन अहिले रिटायर हुनुभयो उहाँ चाहिँ मिसनमा गएर आउनुभएको थियो मिसनमा गएर जाँदाखेरि पनि हामीले एयरपोर्टमा बिदाई गऱ्यौँ आउँदाखेरि चाहिँ झन् अब पैसा कमाएर आउनुभयो आज भाइ हामी अलिक ठुलो परिवारले चाहिँ स्वागत गऱ्यौँ होइन अब पूर्व राजा ज्ञानेन्द्रले पनि त्यही गर्नुभयो उहाँ पोखरा भ्रमणमा हुनुभयो पोखरामा करिब 1 महिना जति बस्नुभयो क्यारे अनि निर्मल निवास आउँदाखेरि चाहिँ उहाँलाई स्वागत गर्नको लागि चाहिँ नेपाली जनता यो दलहरूले चाहिँ धेरै दुःख दिए हुनाले त्यही नेपाली जनता हो नि यो दललाई जिताउने अब यो अहिले मेजर नेतृत्वहरू त भने मानेनन् हेर्नुहोस् काठमाडौँमा बालेन स्वतन्त्र मान्छेलाई जिताउँदा पनि ठुला दलका नेताहरू चेप्दैनन् होइन बालेनलाई स्वतन्त्र रूपमा जिताइसकेपछि धरानमा हर्कजीलाई चाहिँ स्वतन्त्र रूपमा जिताइसकेपछि धनगढीमा चाहिँ तपाईँको गोपी हमाललाई स्वतन्त्र रूपले जिताइसकेपछि पनि दलहरूको चेत खुलेन हुँदा चाहिँ अर्को नयाँ दल रासपा जस्तो पार्टीले 21 सिट दिँदा पनि ठुला जिम्मेवार 2000 चाहिँ तपाईँको 6 सालमा खुलेका पार्टीहरू 46 सालको आन्दोलन 10 वर्ष जनयुद्ध गरेको माओवादी त्यो पार्टीका मेजर नेतृत्वहरू नसुध्रिसकेपछि यिनीहरू त नसुध्रिने रहेछन् बरु हामी राजालाई अपिल गर्न जान्छौँ भनेर चाहिँ अनि यो अपिल पनि हिजो गर्न आएको त्यसकारण स्वागत गर्ने नाममा चाहिँ राजालाई तपाईँ आउनुपर्छ है राजा यो दलहरूले हामीलाई चाहिँ झुक्काए भनेर चाहिँ माग गर्न पाइयो नि त हामी त नारायणहिटी गएर श्रीपेशसम्म पुज्दैछौँ पनि भन्नु भ्याउ त्यो त नागरिकको अधिकार हो नि नागरिकले अपेक्षा गर्न पाइएन पाइयो नि यहाँ देशका दलालहरू चाहिँ उहाँ इन्डियामा लम्पसार पर्न हुने कम्फर्टेबल सरकार भन्न हुने अमेरिकामा गएर लम्पसार पर्न हुने चीनमा सी जिनपिङको अगाडि गएर लम्पसार पर्न हुने अनि नेपाली जनता चाहिँ पूर्व राजाकोमा तपाईँ आउनुभयो भने ठिक हुन्छ हामीले चाहिँ पहिला काङ्ग्रेसलाई नि बहुमत दिएकै हो भएन माओवादीलाई पनि ठुलो पार्टी बनायो हो भएन 10 वर्ष जनयुद्ध पनि गरेको भएन नेकपा बनाएको तै पनि भएन योभन्दा त बरु पूर्व राजा हाम्रो तर्फबाट चाहिँ तपाईँ हुनुहुन्छ भनेर हिजो त्यो राजालाई सन्देश सुनाएको हो के जनताले आफ्नो उत्पीडित महसुस त्यो सुनाउने कहाँ सुनाउने त आम जनताले भन्दा पूर्व राजालाई सुनाएको हिजो मैले बुझेको त्यही हो अब राजतन्त्र अन्त्य हुनुको कारण के देख्नुहुन्छ सबले के देख्नुहुन्छ मुख्य गरी चाहिँ मुख्य गरी हाम्रो आन्तरिक कारण चाहिँ तत्कालीन राजा ज्ञानेन्द्रको निकै ठुलो राष्ट्रघाती कदम पहिलो 2059 असोज 18 गते शेरबहादुर देउबा जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गर्नु एउटा त्यो कारण थियो भने अर्को ठुलो महत्त्वपूर्ण कारण चाहिँ 2061 माघ 19 गते निर्वाचित सरकारलाई चाहिँ अपदस्थ गरेर एक किसिमको 17 साल पौष 1 गते उहाँको बुबाले जो महेन्द्र राजाले जो गरे करिब त्यस्तै घटना उहाँले घटाउन खोज्नुभयो त्यसकै कारण चाहिँ नेपालमा गणतन्त्र आयो यसको लागि चाहिँ पूर्व राजा ज्ञानेन्द्र जिम्मेवार हो अब बाह्य कारण त अरू छँदैछ मेन कारण चाहिँ आन्तरिक कारण यो
आन्तरिक कमजोरीलाई टेकेर बाह्य शक्तिले पनि नेपालमा आफ्नो स्वार्थ पुरा गर्नको लागि अनि तत्कालीन 8 दल संसदीय 7 दल जनयुद्ध गरिरहेको माओवादी पार्टीलाई समेत जोडेर चाहिँ अनि वैदेशिक शक्तिले अब नेपाल कमजोर भयो नि यहाँको मियो जो राजशक्तिले चाहिँ सम्हाल्नु पर्ने ठाउँमा अब राजाले नै गल्ती गरिसकेपछि त त्यो राजालाई त अब कसले सुधार्ने आन्दोलनबाट फालिएका थिए आन्दोलनबाट फिर्ता गर्छौँ भन्ने प्रकारको अभिव्यक्तिहरू आइरहँदाखेरि त्यसकारण बाह्य शक्तिको लागि चाहिँ एकदम मैदान खाली भयो जब 61 माघ 19 तत्कालीन राजाले घटाए बाह्य शक्तिलाई चाहिँ नेपाल प्रवेश गर्न सजिलो भयो परिणामत आन्तरिक अवस्थाको कारण बाह्य शक्तिहरूले चाहिँ मौका पाए नेपाली उखान भाइ फुटे गवार लुटे भन्ने कुरा चाहिँ प्रमाणित भयो जसको कारण गणतन्त्र आयो अब यो नि सर यति बेला यो राप्रपा भनौँ राजावादीहरूको पक्षमा राजाको पक्षमा वकालत गर्ने व्यक्तिहरू भनौँ उहाँहरू साँच्चीकै राजावादी देख्नुहुन्छ नेपालमा तपाईँ त्यो त उहाँहरूलाई सोध्नु हामीले देख्दा त ती राजावादी होइन मैले भनिसकेँ जो राजावादी भन्छन् नि यहाँ मलाई अलिकति जोडौँ धेरैजनाले 1-2 जना विज्ञ राजनीतिक विश्लेषकहरूले के भनेको मैले सुने भने नि सर अब यो साँच्ची नै राजावादी हो भने ती वीरेन्द्रका वंशनाश भएको अवस्थामा यति बेला उसको हत्यारालाई खोज्नुपर्छ भनेर किन आवाज उठाउँदैन आफ्नो बाउ पिता मान्छन् आफ्नो पिताको हत्यारालाई छोराहरूले किन खोजी गर्दैनन् भनेर पनि प्रश्न उठाउने गर्छ यसमा कति के छ हजुर ठिक हो वास्तविक राज संस्थावादीहरूले भन्नुपर्ने त्यही हो अबको हाम्रो राज संस्था यस्तो खोजेको हो दरबार हत्याकाण्ड र मदन भण्डारी हत्याकाण्ड पनि मदन भण्डारी हत्याकाण्ड घटाउन सफल नभएको भए सायद दरबार हत्याकाण्ड पनि घट्दैन थियो हैन मदन भण्डारी यदि जीवित हुन्थ्यो भने वीरेन्द्रलाई पनि त्यो घटना हुनबाट जोगाउँथ्यो होला उनी आफै जोगिन सकेनन् त्यसकारण वास्तविक राज संस्थावादीहरूले चाहिँ मुद्दा त्यो उठाउन पर्थ्यो एकदम ठिकको विज्ञले भन्नुभयो हैन विशेषज्ञ कसले भन्नुभयो उहाँले सही भन्नुभयो अब अन्तिममा सर एउटा जस्तो नेपालको चौथो दलको अभिव्यक्ति यो राज संस्थाको बारेमा आजसम्म स्पष्ट उहाँहरूले बोल्नु भएको छैन अहिलेको समयमा आएर होइन त्यहाँका अब मनिष शाहले हिजो भन्नुभयो अब यो राज संस्था पुनर्स्थापना गर्नुपर्छ भनेर यो प्रकारको आन्दोलन हुनुको मेन रिजन चाहिँ केपी शर्मा ओली हो भनेर भन्नुभयो आरोप लाउनुभयो किनभने जसरी अस्ति रङ्गशालामा केपी शर्मा ओली प्रधानमन्त्री कप हुँदै गर्दाखेरि केही नागरिकहरू कुटी अब अहिले रवि लामी छानेलाई जेलमा हालेको थुनेर राखेको भन्ने कुरा राख्दा कुलमानलाई लखेट्न खोजेको बालेनलाई थर्काउन खोजेको कारणले गर्दाखेरि जनताहरू जनताहरूमा वितृष्णा पैदा भएर चाहिँ यो हुल हुज्जत यसरी राजाको पक्षमा आए भनेर भन्नुभयो यसमा के छ यहाँको धारणा केही गणतन्त्रकै केही नेता केही व्यक्तिहरूको कारणले गर्दा हिजो यसरी हुल हुज्जत देखा पर्नुको रिजन थियो होइन हिजोको सर्वप्रथम त हुल हुज्जतै होइन म यसलाई चाहिँ म हुल हुज्जत मान्दिनँ हिजोको एकदम सभ्य उहाँहरूले स्वागत गर्ने कार्यक्रम सार्वजनिक स्थलमा महानगरपालिका जति पनि होइन त्यहाँ हिजो चाहिँ सार्वजनिक सम्पत्ति तोडफोड सार्वजनिक गाडी बन्द कहाँ भयो त ठुलो मास हिँड्दाखेरि त होइन त्यत्रो हुलमुलमा अलिअलि मकै पिन्दा घुस त पिनिहालिन्छ नि त्यसलाई चाहिँ त्यस्तो हुल हुजुत भने कस्तो हुन्छ भने प्रहरीमाथि आक्रमण प्रहरीले निषेधित क्षेत्र भाषा शैली हेर्नुहोस् त्यस्तै थियो त्यो त भाषा शैली बोल्ने मान्छे चाहिँ अराजक भनेर हामीले अघि भनिसक्यौँ बन्द गर्न पाउँछ नागरिकलाई दुःख दिन पाउँछ पाइँदैन किन गर्यो अब हिजो कहाँ त्यो आयोजकहरूले चाहिँ नागरिकहरूलाई बन्द गरे त बन्द गरे त मै आफै चाबेलसम्म गएर आएँ कहीँ बन्द मै यात्रा गर्न सकिनँ सर एयरपोर्टदेखि अनि जामको कारणले गर्न नसक्नु त त्यो तपाईँको जिम्मेवारी हो त्यो हामी सबै कारणले भयो त सर जाम त हिजो चाहिँ के एकजना नागरिकलाई स्वागत गर्न पाउने त पाउने नि पाउनुपर्छ नि व्यवस्थाको विरोध गर्न पाउने त त्यसो भए एकजनालाई स्वागत गर्दै गर्दा गलत मुद्दामा भन्न पाउने किन पाउने होइन यो राजनीतिक मुद्दामा त पाइन्छ नि फेरि त्यो त राजनीतिक एजेन्डा हुनु पर्यो हिजो राजनीतिक एजेन्डावालाहरू थिए कि थिएनन् मलाई थाहा छैन मैले अघि तपाईँले भनेको कुरा यी वास्तविक राजावादी नै होइनन् यी दक्षिणका पिउसाहरू हुन् होइन तपाईँले भनेको विषय चाहिँ अब अघि भनेको त्यो राजावादी हो कि होइन भन्दा उनीहरूले मुद्दा उठाउँदाखेरिको आधारमा हेर्दा होइनन् होइन ती चाहिँ एउटा भट्किएका आत्माहरू हुन् जो पहिला तत्कालीन दरबारको नाममा चाहिँ नेपाली जनतालाई कजाएर खान पल्केकाहरू होइन त्यो चाहिँ दरबारको नाममा वीरेन्द्रको नाममा राज परिवारको नाममा त जनता लुटेर खाएका तिनीहरूको त अहिले केही छैन नि त
हो त्यो सम्झेर उनीहरू चाहिँ राजावादी बनी टोपेलेका हुन्। त्यसकारण यी राजावादीहरू होइनन् हैन। म चाहिँ बरु के भन्छु भने हाम्रो पार्टी नेपालको तर्फबाट पूर्व राजा ज्ञानेन्द्रलाई तपाईले जो राजनीतिक दललाई सुधार्न खोजिरहनु भएको छ हैन, मैले त्यो बुझिरहेको छु र नेपाली जनताले दलहरूको वितृष्णाको कारण यी दलका नेताहरूबाट हुँदैन भन्ने कुरा नेपाली जनताले महसुस गरिसकेको सन्दर्भमा नेपाली जनताको अपेक्षा चाहिँ पूर्व राजामाथि भयो। पूर्व राजा स्वयंलाई चाहिँ राजा हुने इच्छा छैन उहाँले बुझ्नु भएको कारण राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति उहाँले राम्रो बुझ्नु भएको छ हैन। म चाहिँ उहाँलाई के भन्छु भने आउनुहोस् हाम्रो पार्टी